सम्पूर्णमा नमस्कार। आज चाहिँ म यो हाम्रो अजिरकोट गाउँपालिकाको यो उपल्लो चेपी रिजलाइन इनर्जी लिमिटेड भन्ने हाइड्रो पावर कम्पनीको चाहिँ अनि प्रभावित क्षेत्रलाई भनेर अनि आइपिओ निष्कासन गरेको रहेछ लोकलवाला। अनि त्यसकै लागि चाहिँ कसरी भर्न सकिन्छ भन्ने कुरा चाहिँ अनि म यहाँ देखाउन गइरहेको छु। अनि यो लोकल आइपिओ चाहिँ सबै एउटै हो। यसो सेयर खातामा चाहिँ आउँदैन, डिमेट एकाउन्ट भएर त्यो मेरो सेयर एकाउन्टमा यो देखाउँदैन। त्यही भएर चाहिँ हामीले कुन क्यापिटललाई चाहिँ जिम्मा देखाएको थियो कम्पनीले त्यही अनुसारको त्यो क्यापिटलको वेबसाइटमा गएर चाहिँ भर्न सकिन्छ। अनि कम्पनीको सबै कुरा बुझिसकेपछि यो आइपिओ भर्न लायक छ भनिसकेपछि चाहिँ हामी अब त्यो क्यापिटलको वेबसाइटमा जाँदैछौँ। अनि यो भनेको प्रभु क्यापिटललाई चाहिँ जिम्मा देखायो रिजलाइन इनर्जी लिमिटेडले। अनि त्यही भएर यहाँ सिम्पल धेरै नगरिकन यो आइपिओलाई प्रभु क्यापिटल भनेर मात्रै सर्च गर्ने यो क्रोम ब्राउजरमा आएपछि मोबाइलमा होस् या ल्यापटपमा अनि आइपिओलाई प्रभु क्यापिटल भनेर हानिसकेपछि सर्च गरेपछि लोकल आइपिओ भनेर देखाउँछ। अनि त्यसमा जाने त्यसपछि यहाँ अहिले करेन्ट लोकल आइपिओ इस्यु भनेर यो करेन्ट इस्यु भए चाहिँ यो रिजलाइन इनर्जी लिमिटेडको चाहिँ इस्यु भए। यसको लागि चाहिँ स्थायी ठेगाना चाहिँ त्यो जुन प्रभावित क्षेत्र भन्ने भित्र पर्यो भने चाहिँ भर्न मिल्छ। यसको क्राइटेरिया यति हो। अनि त्यो बाहिरकोले भर्न मिल्दैन, त्यो भित्रकोले भर्न मिल्छ। अनि यसलाई सिम्पली एप्लाई गरिदिने। अनि त्यसपछि अनि यहाँ अब के छ डिटेल। अनि यो माइनरको केस इज माइनर भनेको चाहिँ त्यो नागरिकता नहुनेको केसमा बालबच्चाको केसमा चाहिँ योबाट भर्न सकिन्छ। हामीले त्यहाँ यो सेलेक्ट गरिसकेपछि यहाँ चेन्ज हुन्छ तल डिटेलहरू। अनि त्यसपछि त्यो बर्थ सर्टिफिकेटबाट भर्न मिल्छ यो चाहिँ। अनि त्यसपछि गार्डियनको अथवा प्यारेन्ट्सको सबै राखिसकेपछि फोन नम्बर डिटेल राखिसकेपछि यो भर्न मिल्छ। अनि यो अब नागरिकता भएको किसिममा भएको मान्छेलाई चाहिँ आफैले भर्नु छ भनेदेखि यसमा सिलेक्ट गरिराख्नु परेन। अनि सिम्पली अब यहाँ के छ नाम सोधेखा, अब फोन नम्बर, इमेल, अनि यो नागरिकतामा भएको अब फादरको नेम, अनि त्यसपछि अरू यही नागरिकताको कुरा भयो। अनि आफ्नो डिटेल घरको डिटेल हाल्नु पऱ्यो, कहाँ हो बसोबास, पर्मानेन्ट एड्रेस हाल्नु पऱ्यो। अनि करस्पोन्डिङमा यही हालिदिए हुन्छ, खासै फरक पर्दैन। अनि त्यसपछि एकाउन्ट डिटेल हो। यसमा आइपिओ चाहिँ अब कति किता भर्ने भन्ने हुन्छ नि त। अब त्यो 10 किताबाट 1000 रुपियाँको भर्न मिल्छ मिनिमम, म्याक्सिमम 50,000 किता भर्न मिल्छ। धेरै मान्छे भर्ने भयो भने धेरै बार हेऱ्यो भने कम पर्न नि सक्छ नि त। अनि त्यही भएर चाहिँ अब आफूले भरेको एकाउन्टमा त्यति नै पर्यो भने त्यति नै पैसा काट्छ। अनि त्यसपछि त्यति परेन भने चाहिँ त्यो फिर्ता आइदिन्छ। अनि त्यो चाहिँ यो जुन एकाउन्ट डिटेल राखिन्छ त्यसमा आफ्नो एकाउन्ट डिटेल त्यसमै फिर्ता आउँछ। अनि त्यसपछि एप्लाइड किता भने अब यहाँ कति किता राख्ने, यसमा चाहिँ यो 10ले भाग जाने गरेर राख्नुपर्छ कि। जस्तै 10 किता, 20 किता, 100 किता त्यसरी राख्नुपर्छ। त्यो बिजोरमा राख्यो 10ले भाग नजानेमा राख्यो भने मिल्दैन, यहाँ भर्न मिल्दैन। अनि त्यसपछि चाहिँ अनि एकाउन्ट डिटेल राख्ने। अनि कति किता हार्ने हो त्यही किता, जस्तै ल 100 किता भर्न चाहियो भने 10,000 रुपियाँ लाग्यो। अनि यहाँ डिमाट खाता खाने बिओआइडी नम्बर हालिदिने। अनि एउटा अनुहार देखिने आफ्नो पिक्चर चाहिँ हालिदिएपछि अनि भइहाल्छ। आफू अनुहार चिनिने पिक्चर आफ्नो फोटो हालिदिने। अनि यहाँ नागरिकताको भने चाहिँ यो अगाडिपट्टिको फोटो र यो पछाडिपट्टिको फोटो, यो फ्रन्ट र ब्याक लेखेको त्यो छुट्टै फोटो खिचेर यहाँ अपलोड गर्नुपर्ने हुन्छ। अनि अब विवाह गरेको अब अन्तैको नागरिकता छ भने विवाह गरेर यहाँ आइपुग्नु भएको भनेदेखि अनि त्यो विवाहको प्रमाणपत्र हालेपछि हुन्छ। अनि त्यसपछि बसाइसराई प्रमाणपत्र नै अन्तै पहिला नागरिकता अन्तै ठाउँमा थियो, अनि यो ठाउँमा बसाइसराई आइसकेपछि त अब यो ठाउँको क्राइटेरिया पुऱ्याउन त्यो बसाइसराईको प्रमाणपत्र हालिदिएपछि अनि यो भइहाल्छ। अनि यति गरिसकेपछि अनि सबमिट गर्ने। सबमिट गरेपछि अर्को इन्टरफेस खोल्छ, त्यो चाहिँ म देखाउन चाहन्छु। सबमिट गरिसकेपछि यता खुल्छ। अनि त्यसपछि अब यसमा चाहिँ अब यो इसेवाबाट पेमेन्ट गर्ने हो कि खल्तीबाट गर्ने हो कि, अनि यो प्रभु क्यापिटलको यो फोन पे छ, यसलाई स्क्यान गरेर मोबाइल ब्याङ्किङबाट पैसा हालेर अनि त्यहाँ जुन रेसिप्ट आउँछ नि भाउचर, त्यसलाई डाउनलोड गरेर अनि त्यसपछि त्यसलाई चाहिँ अनि यहाँ तल अपलोड गर्नुपर्ने हुन्छ। अनि त्यसपछि यहाँ अब ब्याङ्क डिपोजिट गर्ने हो कि चेक हो कि इसेवा हो कि खल्ती हो कि यो जुनसुकैबाट नि पेमेन्ट गर्न सकिन्छ। अनि ब्याङ्क डिपोजिट गरिदिइसकेपछि अनि त्यसपछि यहाँ ट्रान्ज्याक्सन आइडी
भनेर यो नाम सोध्छ, कसको नामबाट कुन ब्याङ्कबाट कसको नाममा भएको ब्याङ्कबाट पैसा ट्रान्सफर गरेको अनि त्यो भाउचर चाहिँ त्यो डाउनलोड गरेर अनि स्क्रिनसट भन्दा त्यहाँ डाउनलोड अप्सन हुन्छ, त्यो डाउनलोड गरेर हालेको बेस्ट हुन्छ। अनि त्यो गरिदिएपछि सबमिट गरिदिएपछि सक्यो काम। अनि बाँकी काम भनेको पछि बाँडफाँड भइसकेपछि अनि त्यसपछि रिजल्ट हेर्न मिल्छ। अनि आफूलाई भरेको अति पर्यो भने त्यो पैसा काट्छ, त्यो पैसा फिर्ता आउँदैन। अथवा अनि त्यहाँ अब जस्तै मानौँ 300-400 किताब भन्नुभएको थियो, मानौँ 100 किताब मात्रै पर्यो, भर्ने मान्छे धेरै भए भनेदेखि त्यो बाँकी पैसा चाहिँ अनि फिर्ता आउँछ। अनि यति गरिसकेपछि आइपिओको काम सक्यो लोकलको। अनि यो कसरी हेर्न सकिन्छ भन्दाखेरि चाहिँ यो पछि यो वेबसाइटमा गएर अनि रिजल्ट आउँछ, यो भ्यू रिजल्ट भनेर यहाँ हेर्न सकिन्छ। अनि यहाँ चाहिँ अहिले कुन कुनको रिजल्ट आइरहेको भने यो इलामको बाढी पीडित पिपुल्स पावर लिमिटेडको चाहिँ यो बाढी पीडित भन्न मतलब अति प्रभावित क्षेत्र र प्रभावित क्षेत्र बाढी पीडित भन्न आएछ फेरि। अनि त्यो चाहिँ अति प्रभावित क्षेत्र र प्रभावित क्षेत्र भनेर त्यहाँको आइपिओ निष्कासन भयो, सकिएर नि बाँडफाँड भइसकेको छ। त्यसको चाहिँ यहाँ सिलेक्ट गरेर अनि त्यसपछि यहाँ बिआइडी नम्बर अथवा रेफरेन्स आइडी हालेर अनि त्यसपछि यहाँ चाहिँ रिजल्ट हेर्न मिल्छ। अनि यो हाम्रो नि रिज लाइनको बाँडफाँड भइसकेपछि यहाँ रिज लाइन इनर्जी लिमिटेड भनेर चाहिँ देखाउँछ। अनि यसरी चाहिँ हेर्न सकिन्छ। नत्र त्यो इमेल राखेको छ भने इमेलतिर नि आउँछ होला नोटिफिकेसन, अनि त्यो त्यसरी हेर्न सकिन्छ। अनि यति गरिसक्नुभयो भने तपाईँले मजाले सजिलै घर बसेर आइपिओ एप्लाई गर्न सकिन्छ एकदम मजाले। ब्याङ्कमा अहिले एकदम भिडभाड छ, त्यही भएर चाहिँ अब ब्याङ्क जानुभन्दा यो अनलाइन गऱ्यो भने सजिलो हुन्छ। डिजिटल दुनियाँ। ल सबै खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, आइपिओ भर्नुहोस्, धनी हुनुहोस्। अब नाफा आयो नि अलिअलि मलाई पनि दिनुहोस् है त। ल यति भन्दै आजको भिडियो चाहिँ यतिमै समाप्त गर्न चाहेँ। हस् त, धन्यवाद। सी यू नेक्स्ट भिडियो।